म पनि सन्चै। आजको मेरो चाहिँ भ्लग भनेको माछा मार्ने खोलामा नाइट। अब त्यस्तै छ हैन, हल्का थोपडा चम्चाम भनेर अनि चाहिँ हामी चाहिँ जान लाग्छौँ यहाँ साथीहरू सबै मिलेर। हामी चाहिँ घरबाट निस्केको, जागे छैन यार। यहाँ चाहिँ यसले पढे हो, पुसैले मुगा हेर्नुभएको छ। यस्तो लाइट लिएर जाने हो, टक्क यस्तो र बालिदिने हो क्या। हामी चाहिँ यस्तो रिनी, हामी अहिले यहाँ चाहिँ दुईजना मात्र छौँ, साथीहरू त माथितिर छन्। एउटा साथी चाहिँ यहाँ पुरा लोधे पारामा हिँड्छ नि सधैँ, जहिले लोधे पारा। यिनीहरू चाहिँ सधैँ यस्तै हो क्या, हो कि नै? किनकि यिनले लोधे पारामा हिँड्छन् मतलब भन्नु खोजेको, किनकि आजभोलि गाउँमा काम छैन त, काम चलिरहेको, त्यही भएर चाहिँ लोधे पारामा मात्र भनेको। नत्र त फेरि सिधाभन्दा कम छैनन् मेरा साथीहरू पनि सन्ताले हुन्छ। अब चाहिँ हामी मिलाउला अर्को भयो नेक्स्ट टाइम। वाह नि यहाँ त दिविकाल भात खाइरह नै, ल कन्टेन्ट मिल्यो है। चलो यति चाँडै आउनुपर्ने हुन्छ क्या यार। अरे कहाँ जाने अन्त अहिले, ल अङ्कललाई फोन गर्नु न। भोलि होइन मङसिमदेखि यसो कार्यक्रम हरेक शुक्रबार भनेर लिएर आएको है। ल भोलि म पनि आउँछु होला। ए ल उसो भए ठिक छ। हजुर होइन जाने हो अझै। यहाँ पर कि घाँटिया यार यस्तै हो यो त, हामीले त त्यत्रो बेर बोकिएको थियो के अरे। यो त यता थिएन र होइन त, मैले बोकेको थिएँ के अरे, यस्तै त बोकेको थियौँ के अरे, यस्तै यो बोकेको त। घाँटिया घोच्दियो र क्या नघोच नपठाउ न लाडो। ल सरोज यिनले चाहिँ यस्तो हामी हिँडिन्छ। खास यो अलाउड छैन, हामी चाहिँ चोरी छुपी होइन धने। यता यसो हेरिदिउँ न यार, के हो र माछाको किङ भनेको यिनी है फेरि हाम्रो मेन। यहाँ जर्सी जर्सी हेर्नु है, जर्सी। रोनाल्डोको फ्यान, रन्डोको फ्यान हो, रन्डोको। हो र साथ्याक हो ए रन्ठी। घर घर हेरेर हाल्नु के यार। माछा मारौँ। धने लाइट माथि माथि विशालतिर। माछा छोपे मैले फर्स्टचोटि माछा छोपेकै लगेर हौ खोलामा। यहाँ उठाउन उठाउन माछा हरानी यार बड्डा मोबाइलको हुन्न कि योभन्दा पछाडि कोही छैनन्। म मात्र, म फेरि यहाँ घोडा सुन्नी छ क्या आज मेरो बल खेल्दाखेरि यस्तो सुन्नी छ, त्यही भएर यहाँ म चाहिँ अलिक बिजोग अवस्थामा। नत्र म पनि माछा छोप्नमा त कम होइन नि, त्यही पनि अहिले छोपे होइन, तपाईँहरूले देख्ने अहिले त्यहाँ छोपेको भिडियो छ पछाडि होइन, क्लिप हेर्न सक्नुहुन्छ। हामी चाहिँ खुलै खोलामा यत्रजना छौँ। ल फाइनली गाइस रमाइलो भइरहेको छ अवस्था, तातै छ युवाहरू। जस जेनजीहरूले गरेर खान्छ भन्छन्, खाइहाल्छ नि त होइन। यस्तो जाडो छ तर केटाहरूलाई भनेपछि यस्तै त हो नि रहर सबैको।
ल यस्तो अगाडि यति झिलिमिली छ माटो पनि लाँडा पानीमा फाल्छ नाच्ने सम्धी पागल देखेछौ तिमी अगाडि हिँड क्या तिमी अगाडि हिँड पागल माछा लाँडा हेर्न बेनाले झन् यत्रो फालिदिने बुढो खुट्टा हटाउँछ खुट्टा यो माछा छोडिदिन्छ यार माछा त अमन हजुर अस्ति चाहिँ डुब न यार Paramir patra. अरे Saidak bocah. Oh, bute kena gari has. हाँ Pil. नहीं Oh, good job. Good job. अहिले मा उहाँ दोकानमा जाने हो क्या त्यही भएर यहाँ केटाहरूले माछामा हेरिरहन् उहाँ दुईवटा हाम्रो इलेक्ट्रोनिकवाला हेड सर यहाँ चाहिँ हाम्रो माछावाला किङहरू हुनुहुन्छ म चाहिँ यहाँ यस्तो बसिदिएको छु किनभने जाडो छ होइन त्यो त हो जिन्दगीमा माछाको रहर लाग्नु खान मार्न यस्तो नलाग्ने होइन मन त लाग्छ तर केही पनि मैले अनि भनेको थिएँ नि त त्यही भएर मेरो घोडा अलिक अवस्था छैन त्यही भएर तार अड्क्यो ए यो तार होइन नि यार यो के हो यार चाहिँ अब निक्लिन लाग्यो त केटाहरू यस्तो राख्नु सबैले मोबाइलको लाइट बालिदेऊ न केटा हो ल हाम्रा जेनजी ग्रुप ल फाइनली हाम्रो माछा यहाँ चाहिँ हाम्रो उता माछा बनिरह यता आगो फुक्ने कार्यक्रम ल उता चाहिँ दाउरा चिरिरहन् धनेर र थमनले यहाँ चाहिँ माछा सरोज सुदीप सर यता हेरौँ न सबैले एकचोटि के ल सबैले हेरिदिनु नै यता हेरिदिउँ नै काले रूपक यता हेरिदिउँ नै
हाम्रो चाहिँ माछा पाक्दैछ मसला हालिसक्यो बेसार हाल्यो प्याज हालिदियो टमाटर हालिदियो नुन पनि हालिसक्यो भुट्ने मान्छे यता सुदीप गोपाल सर रूपक सर विशाल सर धने सर अमन सर सरोज कस्तो हो र यार लजाउने हो नि त म भन्ने नि यस्तो म पनि आएँ कि यार आँखा किन नुन बेचार यो चाहिँ मेरो ठोक्रा ढाक अब ढाक्ने चिज भएर रोटी थाल्ने ढाक के कहाँ थाल उ के यता मेरो पखाल्न पर्छ गोपाल सर रुनु भयो ककरोच आँसु झार्नु भयो है यो ककरोचको ढेपु है देखाउ त फेरि फेरि देखाउ न खोइ कक्रोचको ढपु भन्न त जे भन्न नि भाइको पाक्दा चाहिँ यस्तो हो जिल्ला जिल्ला भयो केटाहरूले अलिक पकाउन नजाने जस्तो बाफ उड्यो है लस्करै बसेको केटाहरू बसेनन् कि बस साथीहरू यहाँ उँभो परेछ नै सरोज है यो सरोज सरोज भोलि आम्ला के भन्नु जान के रे पैसा दिन जाम्मामा घर ल्याउँछु यादै हुन्छ म जान्छु भन्दा नि होइन जानियो सबै छोड्न खोलाको सिन देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामी तिनजना कस्तो केटा बाई गरेर तल बाल्ने चिक्नी हिलो हके रन्डी हिलो होइन हिलो गयो के भएन खुट्टा ढुङ्गा भरे मारा फुटबल लाग्छ तल बाल्ने त्यस्तो नगर 45 भोलि आम्ला के भन्नु जान के रे पैसा दिन आम्मा सुन्नु जानु पर्यो जाम्मामा घर ल्याउँछु यादै हुन्छ म जान्छु भन्दा नि होइन जानियो सबै छोड्न रमाइलो हुन्छ के ल हाम्रो चाहिँ पिकनिक कटेज भने पनि यही हो ल केटा सबै उठाउ न ओइ सबै उठाउ न ल लास्ट चाहिँ बाई बाई गरौ न केटा ल लास्ट भिडियो है सबैले बाई गर ओइ ओइ सबैले बाई ओइ वार्षिक ए सुदीप ल गोपाल सर बाई बाई गरिदिनु ल सबै केटाहरू गाइज म चाहिँ यता छु अब चाहिँ हाम्रो लास्ट भिडियो योभन्दा अलिक यही चाहिँ अन्तिम भन्दाले हुन्छ